नमस्कार साथीहरू, आज म फेरि नेप्सेको टेक्निकल एनालाइसिस भिडियो लिएर आएको छु। हामी देख्न सक्छौँ नेप्से इन्डेक्स आज 6.94 पोइन्टले बढेर 2718.16 पोइन्टमा बन्द भएको छ। भोल्युम भने हिजोभन्दा कम आएको छ, अर्थात् 2.9 अर्ब। अब हामीले टेक्निकल्ली हेर्दाखेरि यो ट्रेन्ड लाइन तोडिसकेको छ र यसलाई रिटेस्ट गरेर बसिरहेको थियो हिजो। आज फेरि यही एरियामा क्लोज भएको छ। अब हामीले भोलि हेर्नुपर्ने हुन्छ यो एरिया तोडेर माथि जान्छ कि के हुन्छ। यो फेक ब्रेकडाउन पनि हुन सक्ने चान्स छ। अब यो सपोर्ट एन्ड रेजिस्टेन्स हेर्ने हो भने यो नेप्से यो सपोर्ट एरियाबाट अथवा डिमान्ड एरियाबाट सपोर्ट लिएर माथि बढिरहेको छ। बोलिन्जर ब्यान्ड लाएर हेर्ने हो भने यो लोवर बोलिन्जर ब्यान्डबाट सपोर्ट लिएर नेप्से माथि बढिरहेको छ। यो हामीले पोजिटिभली हेर्नुपर्ने हुन्छ। अर्को छ आरएसआई। आरएसआईबाट हेर्दाखेरि यसमा चाहिँ हिडन बुलिस डाइभर्जेन्स भनेको देख्न सक्छौँ हामी। प्राइस यो लो भन्दा माथि नै बसिरहेको छ, तर इन्डिकेटर चाहिँ अथवा आरएसआई चाहिँ योभन्दा तल गइसकेको छ। यसलाई चाहिँ हामीले हिडन बुलिस डाइभर्जेन्स भन्न सक्छौँ। विकलीबाट हेर्दाखेरि हामीले यो ट्रेन्ड लाइन तानेर हेरौँ। यो ट्रेन्ड लाइनबाट नै सपोर्ट लिएर फेरि माथि नै गइरहेको देख्न सक्छौँ हामीले। त्यसैले अब हामी चाहिँ नेप्सेमा पोजिटिभ हुने हो त भन्दाखेरि अब नेप्सेले बुलिस कन्फर्मेसन चाहिँ यो ट्रेन्ड लाइनलाई तोडेर माथि गएपछि मात्र दिन्छ। र अहिले चाहिँ हामीले यो एरियामा क्यास छ भने, हामीसँग फुल क्यासमा हुनुहुन्छ भने चाहिँ तपाईँहरूले 50% चाहिँ यो एरियामा बाई गर्न सक्नुहुन्छ। केही गरी घट्यो भने चाहिँ म्याक्सिमम घट्ने एरिया भनेको चाहिँ यो हो 2580 देखि 2612 को एरियासम्म। यो एरियाभन्दा चाहिँ तल जान एकदमै गाह्रै हुन्छ। त्यसैले अहिले हामीले 50% यहाँ किनिराखौँ। बढ्यो भने माथि किनौँला, तर घट्यो भने हामीले यो तलको एरियामा एभरेजिङ गर्न सक्छौँ हाम्रो स्टकहरू। र आज हामी प्योर एनर्जी लिमिटेडको टेक्निकल एनालाइसिस गर्न जाँदैछौँ। प्योर एनर्जी लिमिटेड चाहिँ यो डिमान्ड एरियाबाट बढिरहेको छ र यो डाउनवार्ड ट्रेन्ड लाइनलाई तोडेर फेरि रिटेस्ट गरेर फेरि बढेको छ र अहिले चाहिँ यो सप्लाई जोनमा रहेको छ। र हामीले चाहिँ यसलाई यो 950 को लेभललाई ब्रेकआउट गर्यो भने चाहिँ हामीले बाई सिग्नलको रूपमा लिन सक्छौँ र यसलाई चाहिँ हामीले यो एरियामा किनेर हामीले 1200 को टार्गेट राख्न सक्छौँ। भिडियो यहाँसम्म हेरिदिनु भयो, सबैलाई धन्यवाद। आज चाहिँ अलिकति सर्ट भिडियो बनाउँदैछु। तपाईँहरूको केही क्वेरिजहरू छ भने चाहिँ यो भिडियोको कमेन्टमा कमेन्ट गर्नुहोस्। म अर्को भिडियोमा चाहिँ त्यो कमेन्टलाई समेटेर भिडियो बनाउने कोसिस गर्छु। अहिलेलाई धन्यवाद।